हेलो साथीहरू, हजुर सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज हामीले रातिको 12 बजे बनाउन गइरहेको छ कुरकुरे। अब न्यानो सिरक छोडेर किन कुरकुरे बनाउनु गएको होला भन्ने सोच्नु होला। फेरि मलाई केही देखेपछि त्यो बनाउन आतुरी हुन्छ के जति बजे हेरे पनि। अब लास्ट टाइममा केही ट्विस्ट पनि सुनाउँछु होला मसित के भयो भन्ने। म पहिले यसमा फोकस गरौँ है त। पहिला एउटा प्यान लिने, त्यसमा पानी हाल्ने 1 कप। पानी हालेपछि त्यसमा आधी चम्चा खुर्सानी हाल्ने अनि नुन हाल्ने आफ्नो टेस्ट अनुसार। अनि त्यसमा आधी कप चामलको पिठो हालेर यसो पकाउने। अनि त्यो पाकेपछि ग्यास अफ गरेर त्यसै 10-15 मिनट चिसो हुन राखिदिने। उसिनेको आलु हालिदिने 2-3टा अनि राम्रोसित मिक्स गर्ने। अनि हजुरसित अरू केही मसला छ भने त्यो पनि हाल्न सक्नुहुन्छ है। अनि त्यसलाई कुरकुरेको सेप दिएर तेलमा या एयर फ्रायरमा राम्रो गोल्डन ब्राउन हुँदासम्म फ्राई गर्ने अनि निकाल्ने। अनि लास्टमा के ट्विस्ट भइरहेको छ थाहा छ? बाबा मम्मी उठ्नुभयो, मैले पकाएको खाना बाबा मम्मीले खाइरहनु भएको छ कि मैले केही खानै पाएन कि जस्ट लाइक। त्यही भएर राम्रोसित पकाउनु होला है, हल्का सजग भएर।